-9 डिग्री सेल्सियसमा हामी मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिर परिसरमा प्रवेश गरिसकेका छौँ। केही स्टोनको पेभेन्टको वाक पछाडि हामी मन्दिर परिसरमा पवित्र पावन भूमिमा जाँदैछौँ। हिन्दू धर्मालु वृन्द, बौद्ध धर्मावलम्बी, अन्य पर्यटकहरूले पनि संसारभरिबाट यहाँ आउने गर्नुहुन्छ। यो असाध्यै मनमोहक, धार्मिक रूपले पनि धेरै महत्त्वपूर्ण स्थान ओगटेको एउटा क्षेत्र मुक्तिनाथ क्षेत्रमा हामी आएका छौँ। हामी इटरी नमुना कलेज इटरी सुनचरीका लगभग 100 विद्यार्थीहरूको समूह यो मुक्तिनाथ क्षेत्रमा प्रवेश गरिसकेका छौँ। आशा छ मुक्तिनाथ महादेवले अथवा भगवानले हामी सबैको कल्याण गरौँ, हाम्रो यात्रा सफल रहोस्। साथै हाम्रो देश नेपालमा भएका अस्थिर प्रवृत्तिहरू स्थिर हुँदै जाउन्। जनताका जनजीविकाका कुराहरू सवालहरूमा हामी सबैको मन मस्तिष्कमा अथवा नेतृत्वमा पर्न सकोस् भन्ने कामनासहित मुक्तिनाथको मन्दिर प्रवेश गर्ने क्रममा छौँ। जय मुक्तिनाथ बाबा की जय। जय मुक्तिनाथ भगवान की जय।